As the floors can't take no more, stuck in this groove, I'm feeling bored. Ready, steady, go. Hello guys, welcome to the vlog. अहिले चाहिँ हामी एकदम टाढा गाउँबाट सहर जाँदैछौँ हामी होइन सत्तसँग। अनि आज चाहिँ हाम्रो यो कपाल त पहिल्यैदेखि छँदै थियो एन्ड वी हेभ वान मोर कपाल होइन। अनि त्यस पछाडि यो चाहिँ सडन प्लान हो होइन, एकदम यो प्रिपेयर भएर एकदम गरेको प्लान होइन। अनि भर्खरै हाम्रो चाहिँ अहिले यतिखेर 12:30 टक्रक्कै बजेको छ होइन। 12:30 हुँदा चाहिँ हाम्रो डिस्कसन सुरु भयो। हेरौँ कति बजे पुगिन्छ। अब हामीलाई रस छैन, हामी आनन्दसँग जाने हो होइन। अनि त्यहाँ पुलिस सिलेक्सन गर्छ, त्यही भएर म रोकिहाल्छु नि, रोकिहाल्छु नि यो रसको लागि त। ल है गाइस, हाम्रो परिचय दिउँ त हामी के छ। मेरो नाम अर्जुन, ल यहाँ बुढी Myself Shirisha Arjun, wife. कस्तो कस्तो हुनेवाला छ त आज हाम्रो। भन्नु न। हामी एक्साइटेड छौँ जानको लागि, जोडिने होला हाम्रो ब्लगमा। बोटिङ रहेछ त, याद रखना मैं भी हूँ बोटमा हेलो इन्जोय As the floors can't take no more, stuck in this groove, I'm feeling bored. कस्तो लागिरहेछ रमाइलो? म पनि छु। As the floors can't take no more. हाई गाइस, हामी चाहिँ अहिले फिलिप आइल्यान्ड आइसकेका छौँ। हामी छौँ यहाँ होइन। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यति राम्रो छ भनेर। ल गाइस, हामी चाहिँ यहाँ 4 घन्टा 4.5 घन्टाको फ्लाइट पछाडि बल्ल बल्ल हाम्रो चाहिँ यहाँ सनसेट हेर्न हामी आइपुगेका छौँ है। सनराइज हेर्ने बेलामा सनसेटको भ्यू पनि हेर्नुपर्छ गाइस। हेलो गाइस, हामी चाहिँ कहाँ छौँ भनिदिनु त। हामी चाहिँ फिलिप आइल्यान्डमा छौँ। तपाईँलाई म अब सानो 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 पेन्गुइन देखाउँछु। अनि यहाँ देख्न सक्नुहुन्छ समुद्र। अनि हाम्रो अर्को जोडी हुनुहुन्छ, अनि हामी छौँ यहाँनिर। यात्रा चाहिँ यहीँसम्म भयो आजलाई होइन। अब के गर्ने, यस्तै छ है। अनि यहाँ चाहिँ यस्तो छ है, ल्याडरबाट होइन टक्क हिँडेर जानुपर्ने छ। अनि म चाहिँ यहाँ छु होइन। दिस इज फिलिप आइल्यान्ड, यस होइन। वाउ, सनसेट हेर्न आएको, सनसेट हेरियो। अब हामी लाग्दैछौँ, अझै पनि सनसेटको भ्यू त सकिए छैन, तर पनि it's time to go. Okay, see you in the next vlog. Bye bye.